नेपालमा हरेक सरकारी कामकाजका लागि सबभन्दा महत्त्वपूर्ण कागजात भनेकै नागरिकता हो। तर धेरैलाई यसको किसिम र बनाउने सही प्रक्रिया बारेमा अन्यल हुन सक्छ। आजको यो भिडियोमा हामीले नागरिकताका प्रकार र यो बनाउन के कागजात चाहिन्छ भन्ने बारे विस्तृत रूपमा चर्चा गर्नेछौँ। सर्वप्रथम नागरिकताका किसिम या प्रकार। नेपालको संविधान र कानुन अनुसार मुख्यतया नागरिकतालाई निम्न भागमा बाँडिएको छ। सर्वप्रथम वंशजको आधारबाट प्रदान गरिने नागरिकता। बाबु र आमा नेपाली नागरिकता भएको व्यक्तिले यो वंशजको आधारबाट नागरिकता पाउँछ र विदेशीको नेपाली नागरिकसँग विवाह गरेमा अङ्गीकृत नागरिकता पाउँछ। विदेशी मुलुकमा नागरिकता प्राप्त गरेका बाबु आमा नेपालमै रहेका व्यक्तिहरूले यो गैर आवासीय नेपाली नागरिकता पाउँछ र यो सम्मानार्थ नेपाली नागरिकता भनेको नेपाल सरकारले अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त व्यक्तिलाई र नेपालमा विभिन्न क्षेत्रमा लामो समयसम्म बसेर अतुलनीय योगदान गरेको व्यक्तिलाई यो सम्मानार्थ नागरिकता प्रदान गर्न सक्नेछ भन्ने छ। र यी चारै किसिमका नागरिकता मध्ये आज हामी यो वंशजको आधारबाट पाउने नेपाली नागरिकताको बारेमा यो भिडियोमा हामी विशेष चर्चा गर्न गइरहेका छौँ। वंशजको आधारबाट नागरिकता पाउन कस्ता व्यक्तिहरू योग्य रहन्छन् त भन्ने कुरा छ भने, अब यदि व्यक्तिको जन्म हुँदाको बखत बाबु र आमा दुवैजना नेपाली रहेछन् र उसको पुस्ता वंश नै नेपालकै छ भने निजले सहजै रूपमा वंशजको आधारबाट नागरिकता पाउँछ। तथा संविधान आउनुभन्दा अगाडि नै जन्मको आधारबाट नागरिकता लगेका बाबु आमाका सन्तानहरूले अहिले 16 वर्ष उमेर पुग्यो भने निजलाई पनि वंशजको आधारबाट नागरिकता पाउने भन्ने थप नयाँ व्यवस्था छ। र नेपालभित्र फेला परेको तर बाबु र आमाको पत्तो नलागेको व्यक्ति छ भने निजको बाबु आमाको ठेगाना नहुन्जेलसम्म निजलाई पनि वंशजको आधारबाट नागरिकता प्रदान गर्ने भन्ने छ। र यदि नेपालको नागरिकबाट नेपालमै जन्म भएको र बाबुको ठेगाना पत्ता छैन भने आमाले बाबुको पत्ता नलागेको भन्ने सो घोषणा गर्छिन् भने तिनलाई पनि वंशजको आधारबाट नागरिकता प्रदान गर्ने कुराहरू यो नागरिकता ऐनमा छ। र यो वंशजको नागरिकता बनाउँदाखेरि के कागजात चाहिन्छन् भन्ने कुराहरू हामीले यहाँ देखाउन गइरहेछौँ। यो यदि वंशजको आधारबाट नागरिकता बनाउनुको लागि सुरुमा तपाईँ ओडा कार्यालयको सिफारिस, जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, बाबा या आमाको नागरिकताको फोटोकपी अर्थात् सक्कल पनि या अर्थात् फोटोकपी पनि लैजानुहोस् र आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रमध्ये कक्षा 8 को 10 को अर्थात् यो एसएलसी एसई पास गरेको र सर्टिफिकेट र 4 क्यारेक्टर सर्टिफिकेट लैजानुहोस्। र यदि बसाइसराई गरेर आउनु भएको छ भने बसाइसराईको प्रमाणपत्र राख्नुहोस्, विवाह दर्ताको प्रमाणपत्र राख्नुहोस्। त्यसमा 3 देखि 4 प्रतिसम्म पासपोर्ट साइजका फोटोहरू तपाईँले सँगै लिनुपर्छ। नागरिकता बनाउने प्रक्रिया के छ भने सम्पूर्ण आवश्यक कागजातसहित तपाईँ ओडा कार्यालयमा गएर यो ओडा कार्यालयमा एउटा नागरिकताको अनुसूची फारम भर्नुपर्छ। यो ओडाबाट ओडा अध्यक्षले सिफारिस र कागजात प्रमाणित गर्छ र सबै कागजातहरू लिएर तपाईँ आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा जानुपर्छ र प्रशासन कार्यालयमा आवश्यक कागजातहरू जाँचबुझ गर्छ र बाबु आमा र नजिकको व्यक्तिहरूलाई शनाखत गराउँछ र सबै प्रक्रिया पुगेपछि तपाईँले त्यही दिन तथा त्यो दिनको भोलिपल्ट तपाईँले वंशजको आधारबाट नागरिकता प्राप्त गर्नुहुनेछ। अब सबभन्दा ध्यान दिनुपर्ने कुराहरू के छ भने नागरिकता बनाउँदाखेरि नाम, थर र जन्ममिति आफ्नो शैक्षिक योग्यतासँग दुरुस्त मिल्छ कि मिल्दैन भनेर राम्रोसँग चेक जाँच गर्नुहोस्। पछि सच्याउन धेरै गाह्रो हुन्छ। आशा छ यो भिडियोले तपाईँलाई नागरिकता बनाउने प्रक्रिया बुझ्न मद्दत गर्यो। यस्तै अन्य सरकारी सेवा सूचना र अङ्गीकृत नागरिकता, गैर आवश्यक नागरिकता र सम्मानार्थ नागरिकताको बारेमा पनि आगामी भिडियोमा प्रस्तुतिकरण रहनेछ। हाम्रो च्यानल सरकारी सेवा तपाईँहरू समक्षलाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला। यदि कुनै जिज्ञासा भए तल कमेन्टमा उल्लेख गर्नुहोला। हस्त धन्यवाद।